साथीहरु, हजुरले पनि यो चिसो मौसममा यसरी मिठो र हेल्दी कोदोको ग्वार्चा बनाएर खानु भयो कि नाइ? छैन भने एकचोटी बनाएर खानु होला है त। एकदमै मिठो र एकदमै हेल्दी पनि, बनाउन पनि एकदमै सजिलो छ। सुरुमा त एउटा मिक्सिङ बाउलमा 200 ग्राम जति कोदोको पिठोलाई राखेर थोरै पानी राखेर यसलाई मज्जाले मुछेर यतिको डो बनाइदिनु होला। यतिको बनिसकेपछि यसलाई छोपेर साइडमा राख्दिनु होला। अब भने चाहिँ ग्वार्चा बनाउनको लागि एउटा कराईमा 2 चम्चा घिउलाई राख्दिनु होला। त्यसैगरी 1 चम्चा ज्वानोलाई फुराइदिनु होला र थोरै चप गरेको लसुन राखेर यसलाई केही बेर मज्जाले भुट्नु पर्ने हुन्छ। लसुन र ज्वानोले चाहिँ मिठो टेस्ट र फ्लेभर दिनको लागि हेल्प गर्छ। अब भने 1 चम्चा अदुवा लसुनको पेस्ट र थोरै बेसार राखेर पनि यसलाई केही बेर चलाउँदै पकाइदिनु होला। अदुवा लसुनको पेस्ट पाकिसकेपछि बोइल गरेको मिक्स गेडागुडीलाई पनि राख्दिनु होला। त्यसैगरी थोरै काटेको च्याउ र थोरै मटर कोसा राखेर यसलाई केही बेर चलाउँदै पकाइदिनु होला। अब भने चाहिँ यसमा पानी राखेर केही बेर बोइल गर्नु पर्ने हुन्छ। त्यसैगरी रोटीको लागि चाहिँ कोदोको पिठोलाई यतिको रोल गरेर सानो पेडा काट्दिनु होला र यसलाई भिडियोमा देखाए जस्तै सानो साइजको रोटी बनाइदिनु होला। हेर्नुस् त यतिको हुने गरी जति पनि छ सबैलाई यसरी नै बनाएर कराईमा राख्दिनु होला। यसलाई चाहिँ हामीले केही बेर उमाल्दै पकाउनु पर्ने हुन्छ। अब भने चाहिँ स्वाद अनुसार नुन, थोरै खुर्सानीको धुलो, थोरै जिराको धुलो राखेर पनि चलाउँदै पकाइदिनु होला। यो ग्वार्चा चाहिँ चिसो मौसममा खानको लागि एकदमै पर्फेक्ट हुन्छ। यसले जिउलाई न्यानो बनाउनुका साथै शरीरलाई एकदमै ताकत दिनको लागि पनि हेल्प गर्छ। यसमा चाहिँ फाइबर धेरै हुने भएको हुनाले यो पचाउन पनि एकदमै सजिलो हुन्छ र पेटलाई पनि एकदमै हल्का गराउँछ। यसमा चाहिँ क्याल्सियम र आइरन प्रशस्त मात्रामा पनि पाइन्छ। अब भने चाहिँ अन्तिममा थोरै पालक राखेर पनि केही बेर चलाउँदै पकाइदिनु होला। हेर्नुस् त साथीहरु, त्यसपछि हाम्रो एकदमै मिठो कोदोको ग्वार्चा पनि रेडी हुन्छ। हामी नेवारीहरूले चाहिँ यसलाई ग्वार्चा भन्छ भने हजुरहरूले आफ्नो भाषामा यसलाई के भन्छ कमेन्ट पनि गरिदिनु होला। साथै हजुरहरूले यो चिसो मौसममा जिउलाई न्यानो बनाइराख्नको लागि यसरी नै मिठो ग्वार्चा बनाएर खानु होला है त। अनि यो रेसिपीलाई पनि धेरै भन्दा धेरै शेयर गरी सपोर्ट पनि गरिदिनु होला। थ्यांक यू फर वाचिङ।